डरको समाधान भागेर हुँदैन, डरलाई चाहिँ सामना गर्नै पर्छ। तपाईँलाई लाग्छ होला डरलाई जब सामना गर्दाखेरि कुनै डरको फिलिङै हुँदैन। डराई पनि सामना गर्नै पर्छ। रिमेम्बर 5 इम्पोर्टेन्ट थिङ्स इन लाइफ। जिन्दगी सजिलो छैन। जिन्दगी जस्तो हामी सोच्छौँ त्यस्तो हुँदैन, जस्तो हामीलाई भावना हुन्छ त्यस्तो हुँदैन। उदाहरणको रूपमा पहिलो मायामा हामी फस्दाखेरि हामीलाई लाग्छ कि यस्तै नै हो, या तपाईँ एउटा रोमान्टिक मुभिज हेरेर प्रभावित हुनुभयो होला, यस्तै नै हुन्छ। तर जिन्दगी त्यस्तो हुँदैन। यसैले 5वटा कुरा जुन कुरा म आज तपाईँको अगाडि राख्नु गइरहेको छु, यसले तपाईँलाई ठुलो बुद्धि दिन्छ। 1 नम्बर, पेन मेक्स यु स्ट्रङ्गर। मान्छेलाई दुखाइ मन पर्दैन, मान्छेलाई नमज्जा आएको कुरा मन पर्दैन, मान्छेलाई पीडा पनि मन पर्दैन। तर एउटा मानव जाति भएर जन्मेको कारणले गर्दाखेरि पेनलाई हामीले एक्सेप्ट गर्नुपर्छ। तपाईँको पेट दुखिरहेको छ, यदि नदुखेको भए कस्तो कस्तो घाउ भएर क्यान्सर पनि हुनसक्छ। तर दुखाइको कारणले गर्दा तपाईँ डक्टर कहाँ जानुहुन्छ र दुखाइले तपाईँलाई जानकारी दिन्छ केही कुरा नराम्रो भइरहेको छ। समयमा जब तपाईँले उपचार गर्नुहुन्छ तपाईँको जिन्दगी बाँच्छ। त्यसैले हामीले जीवनलाई बनाउनु छ भने के कुराले हामीलाई दुःख दिन्छ, के कुराले हामीलाई एकदम पीडा दिन्छ, त्यो कुरादेखि भाग्नु हुँदैन। हामीले पेनलाई एक्सेप्ट गर्नुपर्छ, किनभने दुखाइले पीडाले हामीलाई झन डह्रो पार्छ। जब तपाईँले सबैभन्दा ठुलो समस्याहरू झेलेको हुन्छ नि जिन्दगीमा, सानो सानो समस्यादेखि तपाईँ हाँस्नुहुन्छ। जीवनमा अगाडि बढ्नुको लागि डरले हामीलाई बुझो पारिदिन्छ, प्यारालाइज बनाइदिन्छ। तर जति तपाईँले पेनलाई सामना गर्नुहुन्छ नि, दुखाइलाई सामना गर्नुहुन्छ, जित्दै जानुहुन्छ, तपाईँ जिन्दगी डराउनुहुन्न, तपाईँमा आत्मबल बढ्छ। सो सानोमा हाम्रो आमाहरूले हामी लड्दाखेरि भन्नुहुन्थ्यो, लडेको होइन तिमीहरू बढेको, अनि तिमीहरू झन् डह्रो भएको। जति दुःखलाई हामी सामना गर्छौँ र जित्दै जान्छौँ त्यति नै तपाईँ डह्रो बन्दै जानुहुन्छ। जिन्दगीमा चाहिँ कति हलक्कै बढ्यो त्यो कुराले तपाईँलाई सहायता पुग्दैन। तर जिन्दगीमा कति तपाईँ दरिलो भएर बढ्नुभयो त्यसले चाहिँ तपाईँलाई सहायता पुगाउँछ। अनि दरिलो हुनुको लागि चाहिँ पेनलाई एक्सेप्ट गर्नै पर्छ। हामी जिम जाँदाखेरि जिम ट्रेनरले हामीलाई भन्नुहुन्छ जिन्दगी कति गाह्रो छ, गलेको बेला पनि, जिउले नथाम्न सकेको बेलामा पनि कोसिस गर, सजिलो एक्सर्साइज नगर, गाह्रो एक्सर्साइज गर, किन जिन्दगी अलरेडी नै गाह्रो छ भन्छ। यही कारणले गर्दाखेरि विभिन्न भाग छ तपाईँको। तपाईँ स्टुडेन्ट हुनुहुन्छ या कलेज जाँदै हुनुहुन्छ, ओर तपाईँ काम गर्दै हुनुहुन्छ, तपाईँले भर्खर बिहा गर्नुभएको छ, ओर तपाईँको बच्चाहरू छ, तपाईँ बाजे बोजे बन्नुभयो, हरेक क्षेत्रमा तपाईँले पेनलाई भेटाउनुहुन्छ। जब तपाईँले पेनलाई नेगेटिभली होइन पोजिटिभली लिनुहुन्छ र एक्सेप्ट गर्दै पेनलाई ओभरकम गर्दै अगाडि जानुहुन्छ नि, जिन्दगीमा तपाईँ धेरै स्ट्रङ्गर बन्दै जानुहुन्छ। 2 नम्बर सत्य हो, फियर मेक्स यु ब्रेभर। डर हामीलाई धेरै लाग्छ। कसलाई अँध्यारोको डर, कसलाई असफलता हुन्छु भने डर, कसलाई विवाहको डर, कसलाई सम्बन्धको डर, कसलाई समाजको डर, कसलाई के को डर भइरहेको हुन्छ। अनि म आफ्नो छोरालाई पनि यही भन्छु, डरलाई सामना गर। डरदेखि भागेर सल्युसन हुँदैन, डरको समाधान भागेर हुँदैन, डरलाई चाहिँ सामना गर्नै पर्छ। तपाईँलाई लाग्छ होला डरलाई जब सामना गर्दाखेरि कुनै डरको फिलिङै हुँदैन। डराई पनि सामना गर्नै पर्छ। मेरो एकजना छोरो हुनुहुन्छ, उहाँलाई इन्जेक्सनदेखि त्यति राम्रो भाइब्स आउँदैन। जब उसको भ्याक्सिनेसनको समय आउँछ हामी उसलाई अगाडि नै भनिदिन्छौँ, तिम्रो यो दिन भ्याक्सिनेसनको समय आएको छ, इन्जेक्सनको लागि तयार हुनु। हो, उसलाई मेन्टली स्ट्रेस हुन्छ, तर फेरि हामी उसलाई बारम्बार एन्करेज के गर्छौँ भने नि, डरलाई तिमीले सामना गर्नै पर्छ। एउटा किताब मैले पढेको थिएँ, 2 जना साथीहरू डरलाई सामना गर्नुको लागि, किनभने जीवनमा अगाडि बढ्नुको लागि यो कुरा चाहिन्छ भनेर रातभरि चिहान गाडीमा सुत्यो भन्छ उनीहरू। किनभने उनीहरूलाई डर थियो कि चिहानमा भूतहरू आउँछ या के हुन्छ भनेर। डरलाई सामना गर्नुको लागि उनीहरू राति चिहानमा जानी सुतेछ चिहान गाडीमा। अनि यो कुराले तपाईँलाई अगाडि बढाउँछ। यसैले जुन कुरादेखि तपाईँलाई डर लाग्छ, दिनु डर लाग्छ भने दिनुहोस्, जानु डर लाग्छ भने जानुहोस्। यसैले म तपाईँलाई भन्न चाहन्छु, एक्लै रेस्टुरेन्टमा गएर खाना खानुहोस्। कोही बेला राम्रो मुभी लागेको छ भने एक्लै गएर हेर्नुहोस्, खालि साथीको सहारा नलिनुहोस्। चिल एक्लै उड्छ, भँगेराहरू चाहिँ झुप्पामा उड्छ। सो डरले तपाईँलाई ब्रेभर बनाउँछ, साहसिलो बनाउँछ। यदि तपाईँ डरलाई सामना गर्दै अगाडि बढ्यो भने डरको सामना सबैले गर्नै पर्छ। जसरी मैले अगाडि भने पेनको सामना पनि गर्नुपर्छ।
3 नम्बर, हार्ट ब्रेक्स मेक्स यु वाइजर। हामी एट्याचमेन्ट हुनु खोज्छौँ, हामी सामाजिक प्राणी हो, हामीलाई मनपर्छ, हामीलाई माया लाग्छ र मन परेको केटाहरूसँग, मन परेको केटीसँग, मन परेको साथीसँग और मामासँग, माइजूसँग, आमासँग, बुवासँग, भाइ बहिनीहरूसँग हामी सोसल प्राणी भएको कारणले गर्दाखेरि हामी मुटु दिइ पठाउँछौँ र हामी सो मच एट्याच हुन्छौँ। तर एट्याचमेन्टले पनि धेरै मन दुखाउँछ यदि उनीहरूले बाटोमा हामीलाई धोका दियो भने। म जवानीहरूलाई कोही बेला काउन्सिलिङ गर्छु र उनीहरूलाई एउटा चाहना के राख्छु भने नि, जिन्दगीमा डर हुनु छ भने जसरी दुःखलाई सामना गर्नुपर्छ, डरलाई पनि सामना गर्नुपर्छ, हार्ट ब्रेकलाई पनि सामना गर्नै पर्छ। हो केटा मान्छे हो तर पनि रुनै पर्छ, हल्लाले धोका दियो भनेर रुनै पर्छ। हालैमा एकजना सानो बाबु, उसले एउटा केटीलाई उसले 3 साल माया गरेको रहेछ, तर 3 साल पछि त्यो केटीले धोका दियो भनेर 1 हप्तासम्म उसले खाना खाएन भन्छ कि, रुई बस्यो भन्छ। अनि उसको आमाले आएर मलाई भन्नु थाल्यो के भयो यस्तो भनेर। मैले हुन दिनुहोस्, सम्झाउनुहोस्, तर आफै निको हुन्छ। किनभने छोरा मान्छेको पनि मुटु दुख्नै पर्छ, छोरी मान्छेको पनि मुटु दुख्नै पर्छ। दुख्नु मात्र होइन, तोडिनु पर्छ। किनभने यो समाज कस्तो हो तिनीहरूले बुझ्नुपर्छ। हामी नाइब भएको कारणले गर्दाखेरि, अनुभव नभएको कारणले गर्दा हामीलाई लाग्छ हाम्रो जस्तो मन छ सबैको त्यस्तै मन छ, हाम्रो जस्तो मुटु छ सबैको त्यस्तै मुटु छ, हामीले जस्तो माया गर्छौँ सबले त्यस्तै माया गर्छ, गर्दैन। त्यही कारणले गर्दा हार्ट ब्रेकले हामीलाई बुद्धिमान बनाउँछ, बुद्धिमती बनाउँछ। यदि तपाईँको मुटु कोही केटाले तोडेको छ or केटीले तोडेको छ, अरू धेरै तोडेको छ भने म तपाईँलाई कङ्ग्रेचुलेसन भन्न चाहन्छु। किनभने अब तपाईँले थाहा पाउनुभयो तपाईँ जस्तो हुनुहुन्छ अरू त्यस्तो हुँदैन, तपाईँले जस्तो अरूको निम्ति राम्रो सोच्नुहुन्छ त्यस्तो अरूले सोच्दैन। अब तपाईँ बुद्धिमान बन्नुभयो या बुद्धिमती बन्नुभयो, त्यसको लागि फेरि म हृदयबाट तपाईँलाई बधाई दिन चाहन्छु। मेरो आफ्नै छोराहरू छ तर पनि एट्याच कता न कता हामी भइरहेको हुन्छौँ। सो जब हामीले चाहिँदो भन्दा बढी मुटु दिन्छौँ कसलाई, माया गर्छौँ कसलाई र उनीहरूको धोका जब हुन्छ हामी सहनु सक्दैनौँ। त्यही कारणले गर्दाखेरि यो कुराले, यो अनुभवले तपाईँलाई बुद्धिमान बनाउँछ। 4 नम्बर, फास्ट एक्सपिरियन्स मेक्स यु स्मार्टर। संसारमा जिन्दगी जिउँदाखेरि अतीत हुन्छ र वर्तमान हुन्छ, भविष्य हुन्छ। अतीत बुद्धिमान रूपमा तपाईँले अपनाउनु भयो भने त्यो अतीतले तपाईँलाई बुद्धि दिन्छ, तर नकारात्मक रूपले तपाईँले अपनाउनु भयो भने अतीतले तपाईँलाई घाइते मात्र होइन एकदम नेगेटिभ बनाइदिन्छ। तर अतीत पनि राम्रो, जसरी दुःख सदा हामी डरो हुँदै जान्छौँ, डरलाई सामना गर्दा गर्दा हामी झन् साहसिलो हुँदै जान्छौँ। जति हाम्रो मुटु तोडिन्छ त्यति नै फेरि निको हुन्छ, हामी झन् बुद्धिमान हुँदै जान्छौँ। त्यसरी नै अतीतबाट पनि तपाईँले लेसन सिक्नुभयो भने तपाईँ स्मार्ट बन्नुहुन्छ, बुद्धिले भरेको व्यक्ति बन्नुहुन्छ, अनुभवी बन्नुहुन्छ। त्यही कारणले गर्दा तपाईँको धेरै तितो नमज्जा लाग्ने, सोच्नु पनि मन लाग्दैन त्यस्तो अनुभव छ भने पनि अतीतको थ्याङ्कफुल हुनुहोस्, कृतज्ञतामा आउनुहोस्। किनभने त्यो कुराले तपाईँलाई स्मार्ट बनाइरहेको हुन्छ। मैले यो दिन यो गर्यो, अब म बाँच्नुपर्छ। उदाहरणको रूपमा अतीतमा निर्णयमा मैले गल्ती गरेको थिएँ, यो गल्ती गरेँ, त्यो गल्ती गरेँ, त्यो गल्ती गरेँ। तर अब भविष्यमा त्यो अतीतको अनुभवले मलाई झन् बुद्धिमान बनाउँछ। त्यति बेला त्यो भएको छ है, होसियार रहनु भनेर। त्यति बेला त्यो मान्छेले पनि यही भनेको थिए, तँ फसिस। त्यति बेला त्यो मान्छेले यही भनेको थिए तर केही पनि भएन। त्यो कारणले गर्दा जसको जीवनमा अतीत छैन, अतीतको अनुभव, उनीहरू वाइज हुन सक्दैन, बुद्धिमान हुन सक्दैन। तर अतीतको अनुभव पाउनेहरू म त भन्छु उनीहरू धनी हो भन्छु। किनभने उनीहरूमा यति मजाको एक्सपिरियन्स छ नि, त्यो एक्सपिरियन्सले उनीहरूलाई भविष्य जिउनुको लागि सजिलो, चतुर र बाठो र बुद्धिमान बनाउँछ। अनि 5 नम्बर, रिजेक्सन मेक्स यु इमोसनल स्ट्रङ्गर। इन्कार, अस्वीकार मन पर्दैन। सामाजिक प्राणी भएको कारणले गर्दा फल्नाले मलाई स्वीकारेको, फल्नाको भ्यालिडेसन, फल्नाले यो भन्नुभयो, फल्नाले यति राम्रो बोल्नुभयो, तपाईँलाई लाग्छ प्रशंसाले तपाईँको जिन्दगी भरिँदैन। यो समाज यस्तो छ नि, तपाईँको कुरा काटेर तपाईँलाई हैरान बनाइदिन्छ। यदि कसैको कुरा सुन्नु छैन, समाजको बहिष्कारलाई, अस्वीकारलाई, मान्छेको रिजेक्सनलाई तपाईँले एक्सपिरियन्स गर्नु चाहनुहुन्न भने केही नगर्नुहोस्, चुप लागेर बस्नुहोस्। तर जब केही गर्नुको लागि अगाडि बढ्नु चाहनुहुन्छ नि, भनाइ आइहाल्छ। किनभने यो ईर्ष्या, डाहा, यो कम्पिटिसन वर्ल्डमा नि मान्छेको नजर के हुन्छ। तर जब तपाईँलाई बहिष्कार गरिदिन्छ, बाउले तपाईँलाई छोड्यो, आमाले तपाईँलाई छोड्यो, या गर्लफ्रेन्डले छोड्यो, बोयफ्रेन्डले छोड्यो, कसलाई पतिले छोड्यो, पत्नीले छोड्यो, बच्चाले छोड्यो, छोरा छोरीले छोड्यो, साथीहरूले छोड्यो, त्यति बेला झन् तपाईँ इमोसनली स्ट्रङ्गर बन्नुहुन्छ। उदाहरणको रूपमा तपाईँलाई पहिलो गर्लफ्रेन्डले
गर्लफ्रेन्डले धोका दिँदाखेरि तपाईँको हालत एकदम गम्भीर हुन्छ। दोस्रो चोटि पनि त्यो गर्लफ्रेन्डले धोका दियोस्, अर्को गर्लफ्रेन्डले अलिक कम्ती हुन्छ। तेस्रो चोटि पनि धोका दियोस् अलिक कम्ती हुन्छ। चौथो बार पनि अनुभव गर्नुहोस् तपाईँ कम्ती हुँदै जान्छ। त्यसको मतलब तपाईँले बार रिजेक्सनलाई सामना गर्दाखेरि तपाईँ इमोसनली स्ट्रङ्गर बन्नुभयो। तर धेरैचोटि हामी स्ट्रङ्गर हुँदैनौँ किनभने त्यो अनुभव नभएर। घरमा पहिलोचोटि मृत्यु आएको छ भने तपाईँलाई एकदम गाह्रो हुन्छ, तर बार मृत्युलाई सामना गर्नु भएको छ भने नि तपाईँलाई इमोसनली गाह्रो हुँदैन। यसैले जिन्दगीमा यो 5वटा कुरा एकदम इम्पोर्टेन्ट छ। म भन्दिनँ कि जिन्दगी खालि बेड अफ रोजेस छ, गुलाबको फुलले भरेको जिन्दगी हुन्छ। पैसा कमाउनुहोस् नकमाउनुहोस्, पढ्नुहोस् नपढ्नुहोस्, तपाईँ बुद्धिमान हुनुहोस् या नहुनुहोस्, तर पनि हरेकले दुःख, दर्द, यो मुटु दुखाइ, यो हार्ट ब्रेक, अतीतको एक्सपिरियन्सहरू, रिजेक्सनलाई हामीले सामना गर्नै पर्छ। तर पोजिटिभली तपाईँले लिनुभयो भने नि तपाईँको लाइफ धेरै राम्रो हुन्छ र तपाईँ बुद्धिमान र बुद्धिमती बन्नुहुन्छ। थ्याङ्क यू सो मच।